घरबाट एकछिन निस्किन्छु भन छोराछोरी झ्याप्पै गरेर हैन काँधैमा झुन्डिएर रुवाबासी गरेर भुइँमा लडी गरेर प्राण नै निकाल्ने गरी रुन्छन् भने तपाईले यो कुरा ध्यान दिएर सुन्नु होला। छोराछोरीको उमेरमा डेभलपमेन्टमा झन्डै 7-8 महिनादेखि 3 वर्षको उमेरमा यो एकदम बढी हुन्छ। यो नर्मल हो हैन। विशेष गरेर जुन एकल केटाकेटी जुन न्युक्लियर फ्यामिली हुन्छ, सिंगल फ्यामिली, विदेश बसेका फ्यामिलीहरुमा त झनै नर्मल हुन्छ हैन। यो चाहिँ किनभने यो यसलाई सेपरेसन एंजाइटी भन्छ। यो भनेको चाहिँ जब केटाकेटीले दुनियाँको जुन भाव पाउँछ नि, ओहो यो त ठुलो रहेछ संसार, जे पनि हुन सक्छ, जो पनि जान सक्छ, बुवा आमा बाहिर गएर लड्न पनि सक्नुहुन्छ अथवा नआउने पनि हुन् कि जब लाग्न थाल्छ नि, तब केटाकेटीलाई यो जबसम्म उनलाई एस्युरेन्स हुँदैन तबसम्म यसले सताउँछ हैन। यो एकदमै नर्मल हो। कसैलाई बढी सताउँछ, त्यसमा हेल्प चाहिन्छ, कसैलाई कम मात्र सताउँछ। अब बढी सताएको छ भने हेल्प कसरी लिने, त्यसको लागि म 5 वटा टिप्स दिन्छु। 5 वटा टिप्स मध्ये 5औं चाहिँ एकदम इम्पोर्टेन्ट छ कि ध्यान लगाएर पुरै भिडियो हेर्नु होला है त। अनि 4 नम्बरमा चाहिँ यसको बारेमा पनि छ, यो चाहिँ यसको रोल ठुलो छ। नम्बर 1 मा छ तपाईको एउटा फिक्स रुटिन बनाउनु होला केटाकेटीको लाइफमा हैन। अराउन्डमा स्कुल जानेदेखि लिएर तयार गर्नेदेखि लिएर हैन धेरै सरप्राइजेसहरु केटाकेटीलाई नदिनु हैन। बिहानै जस्तो गर्ने गर्नुभएको छ, जसरी गर्नुभएको छ सधैँ प्रायः रेगुलर त्यसरी नै गर्नु होला हैन। बेलुकाखेर आउँदाखेरि उनीहरुको एक्सपेक्टेसन बसोस् कि यसरी चल्छ है घर, यहाँनेर उनीहरुको यसरी वातावरण चल्छ भनेर सरप्राइजेसहरु नदिनु है। भरे बेलुका आउँदाखेरि बुवा आमा नि नभएको घरमा अथवा मम्मी चाहिँ मामला जानु भएको त्यस्तो खालको सरप्राइजेसहरु कहिले पनि नदिनु। केटाकेटीलाई जहिले पनि एक्सपेक्टेड राख्नु, भन्नु यस्तो हुँदैछ भनेर पुरै इन्फर्म गरेर राख्नु केटाकेटीलाई। नम्बर 2 छ टिप्समा। नम्बर 2 चाहिँ तपाईको कस्तो खालको छ भन्नुहुन्छ भने जब तपाई सेपरेसन यो वर्क गर्नुहुन्छ हैन, यसमा एकदम सानो सानो स्टेपबाट गर्नु हैन। केटाकेटीलाई भराक छोडेर जाने, प्राण नै निस्केला जस्तो बनाएर छोडेर जाने प्लिज त्यस्तो कहिले पनि नगर्नु। यसले साइकोलोजिकल डिसअर्डरहरु लिएर आउन सक्छ, यसले अर्को प्रब्लम लिएर आउन सक्छ। कसो गर्नु भने सानो सानो स्टेपबाट गर्ने हो घरमै हैन। टोयलेटबाट अर्को कोठासम्म जाने, तलबाट माथिको तलसम्म जाने, सानो सानो सेपरेसनबाट सुरु गर्नु, त्यसपछि छिमेकीको घरतिर जाने, यसरी बढाउँदै लिएर जानु होला। अनि समय पनि बिस्तारै बढाउँदै लिएर के छ भने तपाईले जहिले पनि आफूलाई चाहिँ डिसिप्लिनमा राख्नु होला। ढाट्ने काम गर्नुहुन्न। 20 मिनट्समा गएको जान्छु भनेको मान्छे 20 मिनट्समै आउने हो, 15 मिनटमा जान्छु भनेको मान्छे 15 मिनटमै आउनु हो। केटाकेटीलाई मिनट्सको त धेरै थाहा हुँदैन सानोलाई, तर छिटो भने आउँछ नि छिटै आउनु होला। अनि नम्बर 3 छ केटाकेटीलाई नानी जुन केयर गिभरहरु हुन्छ बारम्बार चेन्ज नगर्नुस्। कहिले कता नचिनेको अन्जान मान्छेहरुलाई छुन दिने, यो गर्ने त्यो गर्ने हैन, त्यो कहिले पनि नगर्नु होला। त्यो गरिसकेपछि छोराछोरीलाई डर हुन्छ, आमा बुवा नगइसकेपछि को आउने हो, कसले समाउने हो, के गर्ने हो हैन, ट्रस्ट बढ्दैन हैन। अनि उनीहरु चाहिँ जहिले पनि आमा बाउको सुरक्षाको घेरामा बस्न चाहन्छन् हैन। त्यही भएर चाहिँ चिनेको मान्छेसँग मात्र केयर गिभिङ गर्नु होला हैन, हजुरबा हजुरआमा अथवा घरमा बुवा मम्मी। अब नम्बर 4 को यो हेरौं। यो हाम्रो ग्याजेट हो, यसले ठुलो सहयोग गर्यो हामीहरुलाई हैन। अनि यो चाहिँ वाकी टकी हो हैन। हेलो। अब यो चाहिँ कस्तो खालको यसले गर्छ भने नम्बर 4 मा टुल्स, ग्याजेट्स र स्टोरीजको मुख गर्छु। स्टोरीजहरुमा भन्ने हो भने तपाईले जहिले पनि केटाकेटीलाई आफ्नो छोराछोरीलाई यो भूत त्रास गर्ने, यो गर्ने, खाना नखाँदाखेरि जोगिली लिएर जाने त्यस्तो खालको प्लिज नगर्नु होला हैन। अनि छोडेर गइदिन्छु भन्ने, म त जान्छु भन्दिने हैन। अनि कथा सुनाउँदाहरु पनि एकदम सोचेर हैन, छोराछोरीलाई छोडेको कथा हैन, अनि बाघले लगेको अरे, यो अरे, त्यो अरे, अनि त्यसपछि राजकुमार राजकुमारीको बिछडिएको कथा अरे, त्यस्तो कहिले पनि नसुनाउनुहोस् छोराछोरीलाई। जहिले पनि अन्तिममा गएर भेट भएको र ह्यापी एन्डिङ भएको टाइपको कथाहरु सुनाउनु होला। सबैजना भेट भएर रमाइलो गरेको कथाहरु सुनाउनु होला। स्ट्रगलहरु, मोरल स्टोरीजहरु जहिले पनि छानेर, सबै मोरल स्टोरीज राम्रो हुन्छन् भन्ने हुँदैन। सबै मोरल स्टोरीज भन्दैमा सबै जुन पाए त्यही नसुनाउनु होला। एकदम रिसर्च गरेर पहिलो स्टोरी पुरै ध्यान दिएर आफू सुनेर बुझेर मात्र छोराछोरीलाई भन्नु होला। अनि अरूको पनि जोगीले लगेको, बाहिर नजा जोगीले टिप्छ, त्यस्तो कुराहरु पनि कहिले नगर्नु हैन। किन नगर्नु भने जब त्यस्तो कुरा गर्नुहुन्छ नि अनि डर त्रास पर्छ। त्यो जोगीले लान्छ लादैन भन्ने कुराको ख्याल त तपाईले आफूले आफ्नो छोराछोरीको सुरक्षा तपाईले गर्नुपर्ने हो। त्यो छोराछोरीले आफ्नो सुरक्षा आफै गर्नुपर्ने होइन हैन। जोगीबाट बचेर रहनुपर्ने हैन। अहिले उमेर भएको छैन, केटाकेटी सानै छन्, 2-3 वर्षका केटाकेटीहरुलाई यो जोगी छोरी यो कुरा नगर्नुस् हैन। यो सुरक्षा दिने, आँखा लगाएर छोराछोरी हेर्ने काम तपाईको हो है। अनि अर्को छ
टुल्सको बारेमा भनेको थिएँ, यो वाकी टकी हो होइन। यसले चाहिँ 100 मिटरसम्म यस्तै चाइनिज सामानहरू पाइन्छ। यसमा चाहिँ कस्तो हुन्छ नि, छोराछोरीलाई होइन, यो गेम दिइसकेपछि चाहिँ मैले छोरीलाई यो दिएँ नि, अनि यो दिइसकेपछि ऊ तलको तलामा जाने, अलिक परसम्म पनि जाने होइन। त्यसै केही परिहालेछ भने ड्याडी भनेर यसरी बोलाउन सक्ने भयो, मम्मी भनेर बोलाउन सक्ने भयो। उनीहरूलाई एउटा हौसला बढ्छ होइन। अनि यो टुलले चाहिँ कस्तो हुन्छ भने केही परेछ भने म बोलाउन सक्छु नि भने उनीहरूलाई मनको बाघ मात्र हो, उनीहरूलाई डर त केही खासमा छैन, तर मनको बाघ यति ठुलो हुन्छ कि जब यो बोकिसकेपछि मनको बाघ सानो भएर जान्छ है। अनि अर्को छ, घरमा सुरुवाती गर्नुहोस् अहिलेदेखि नै होइन। त्यस्तो छ भने लुकीडुमहरू खेल्ने, जुन लुकाछुपी भनिन्छ अथवा हाइड एन्ड सिक भनिन्छ, पिकाबु के भन्नुहुन्छ तपाईँले, त्यो खेल्नुहोस् होइन। त्यसमा के हुन्छ नि, बिस्तारो गरेर छोराछोरी टाढा लुक्छ नि, लुकिसकेपछि गन्ती हुन्छ नि, अलिकति लम्ब्याएर जानुहोस् होइन। जाने बित्तिकै झ्याप्प मैले देखेँ नभन्नुहोस् होइन। 2 मिनट 3 मिनट 4 मिनटसम्म पनि पत्ता नलागे जस्तो गरेर खोजे जस्तो गर्नुहोस्। यो सेपरेसन ट्रेनिङ हो, यसले तपाईँलाई ठुलो सहयोग गर्छ यो सेपरेसनको लागि। नम्बर 5 सबैभन्दा अघि इम्पोर्टेन्ट भनेको थिएँ मैले। किन भनेको भने नम्बर 5 मा तपाईसँग सम्बन्धी छ, तपाईँको डिसिप्लिनमा सम्बन्धी छ। केटाकेटीलाई कहिले पनि ढाँट्ने छल्ने काम नगर्नुहोस्। केटाकेटी सानो छन् भन्दैमा ट्रिकरी गर्ने, केटाकेटीलाई होइन झुक्क्याउने छल्याउने कहिले पनि नगर्नुहोस्। यसले छोराछोरीको तपाईँमाथि रहेको त्यो विश्वास हुन्छ त्यो हटेर जान्छ। त्यो हटिसकेपछि तपाईँलाई ठुलो गाह्रो पर्छ, समस्या पर्छ। त्यो भइसकेपछि अब एक्जाम्पल दिन्छु होइन, म एकछिनमा आउँछु है भनेर जाने भने वात्तै हराइदिने होइन, घन्टौँसम्म हराइदिने। अनि 30 मिनट भनेर 1 घन्टा गर्ने, एउटा दिन्छु भनेर दिँदै नदिने, अथवा 2टा दिन्छु भनेर एकछिनपछि एउटा मात्र दिने। यस्ता साना साना कुराहरू हुन्छ तपाईँको दिनभरिमै विचार गर्नुहोस् होइन। तपाईँले धेरै कुरा यस्तो गरेको हुन सक्नुहुन्छ होइन। ध्यान दिनुहोस्, यो कहिले पनि नगर्नुहोस् होइन। छोराछोरीलाई जे छ त्यही नै भन्ने हो र जे भनेको थियो त्यो पुरा गर्ने हो। पुरा नगर्ने काम नगर्ने कहिले पनि नगर्नुहोस् होइन। गर्न सक्नु भएन बरु कारण दिनु, तर पुरा गर्नुपर्छ। तपाईँले जब एउटा प्रमिस गर्नुहुन्छ त्यो पुरा गर्नु र जे भनेको छ त्यसमा अडिएर बस्नु। फेरि यो पनि नगर्नु नि, फेरि एउटा दिन्छु भनेको छ अनि छोरीले 2टा मागी तर अघि चाहिँ एउटा दिन्छु भने हुन्थ्यो, अब चाहिँ रोइ त के गर्नु भनेर 2टा दिने पनि नगर्नु। प्राण निस्किने गरी रुँदा पनि एउटालाई 2टा कहिले नबनाउनु, एउटालाई एउटै रहन दिनु। त्यो गरिसके बरु अँगालो हाल्नु, माया गर्नु, सुमसिनाउनु, रुन दिनु, तर एउटालाई 2टा कहिले पनि नबनाउनु। आफ्नो वर्ड चेन्ज नगर्नु, आफ्नो जहिले पनि वर्ड जे भनेको थियो त्यसैमै अडिएर रहनु। हेर्नु तपाईँको छोराछोरीको ट्रस्ट कसरी बढ्छ। त्यसपछि तपाईँले जब बाहिर निस्किन बजारको जान लागेको बेला म आइहाल्छु छोरी भन्नुहुन्छ नि, अनि पत्याउँछन् तपाईँलाई। ए ल हस् हुन्छ, म 1 घन्टाभित्र आइसक्छु, ल ए हुन्छ हजुर हुन्छ ल। किनभने थाहा हुन्छ नि त 1 घन्टा मम्मीले भन्नुभएको छ भने 1 घन्टा हो त्यो, 1 घन्टा भनेपछि चाहिँ पुरै दिन होइन भनेर। त्यसरी छोराछोरीलाई यो 5औं पोइन्ट चाहिँ एकदमै इम्पोर्टेन्ट हो। ढाँट्ने छल्ने कपट गर्ने आफ्नो छोराछोरीमाथि कहिले पनि नगर्नुहोस्। विश्वास छ त्यसलाई, त्यो रहेको जुन विश्वास छ त्यसलाई त्यो रहन दिनुहोस् है त। यस्तै टिप्सको लागि यस्तै टिप्सहरूको लागि कन्टिन्यू गरिरहनु है त। यस्तै टिप्सहरूको लागि हाम्रो च्यानलमा कन्टिन्यू गरिरहनु होला है त। यस्तै टिप्सको लागि हाम्रो च्यानलमा यसरी नै कन्टिन्यू गरिरहनुहोस् है त।